हेलो एभ्रिवान, आज चाहिँ यहाँ हाम्रो घरमा बहिनीहरूको गुन्यु चल्दैछ। तिनै बहिनीहरूको आज हल्दी सेरेमनी रहेको छ। दिस इज द डेकोरेसन। भोलि चाहिँ हामी तीन भाइको वर्तमानमा रहेको छ। त्यही भएकाले हामीले यहाँ काँडा देख्न सक्नुहुन्छ। काँडा सिउरिसकेको छ दुईजनाले। अर्को भाइ घर गइसकेको छ। वा, डेकोरेसन यी बच्चा बुच्चीले गरेकाले झरै छ। मण्डप भोलिको हाम्रो व्रतबन्ध गरेर नाङ्गे बस्ने मण्डप यही हो। नाङ्गे बसेपछि अनि पर्सिको हाम्रो दिदीको बिहेको पनि यही हो मण्डप, हेर्न सक्नुहुन्छ। नाउ यु क्यान सी यहाँनिर कहाँ छ त्यो हाम्रो नाम भोलि देखाउँला। स्टेज यहाँ सानीमा, उता दुईजना सानो बुवा, माथिल्लो बुवा। ल माथि हाम्रो भान्जी, कति देखाउँदा भान्जी। यहाँ चाहिँ हाम्रो बेहुली। यो चाहिँ हाम्रो छिमेकी फटा भाइ, यहाँ देख्न सक्नुहुन्छ। हजुरआमा सन्चै हुनुहुन्छ? जाडो भएको छैन? पकाउने टोली यहाँ हाम्रो सबभन्दा मेन चाहिँ टिका दिदी, आन्टीहरू हुनुहुन्छ। उता सानीमा ऊ भी देखाउनु भएको छ भोलिको लागि। काम गर्दा गर्दा थकित भएर बस्न आज एकजना आन्टी। यहाँ हाम्रो कान्छी बहिनी, यहाँ छिमेकी। दाँत देखाइदेऊ न, दाँत। ल यतापट्टि खोइ माइली आन्टीलाई देखिएन। हाम्रो पिताश्री टक्कति पोजमा। व्रतबन्ध गर्ने अर्को भाइ हाम्रो हुन्छ। बेहुली चाहिँ हाम्रो माला आजै गाँसेर बसिरहनु भएको छ। हेलो, आउनु न, आउनु मम्मी। सन्चै के छ? सन्चै छौ? त्यहाँ काट्दा काट्दै नाच्नु हुँदैन क्या, एक्सिडेन्ट हुँदैन। काउली निर्मला फुपू भन्दा ठुलो छँदैछु होइन निर्मला दिदी? भट्टीतिर छिरेर आउनुभयो क्या हामी मगर टोलको। भान्जी मामा भनिदिनु न। मामा भनिदिनु न। मामा भनिदिनु न। मामा भनिदिनु न। नाच नि नाच। हेलो मिस्टर गणेश लामिछाने।
यो आइफोनबाट फेरि परबाट भिडियो माइनस गरिरहेको छु म भिडियो। गाना बजाऊ न खोइ खत्तम। गीता दिदी हराउनु गयो। गीता दिदीको फुर्सदै छैन। चाँडो गर्नु न दिदी। हो राति अलिक राम्रो आउँछ। फोटो उदाइले खिच्न आएको छ उताबाट खिचिरहेको थिएँ मैले। म चाहिँ होइन क्यामेरामन, म चाहिँ भिडियोग्राफर हो। यता आउ त बुनु। उत्र अलिक ठुले देखिन्छन् भान्जी। निर्जला खुट्टा देखेन क्या दिदीहरूको। यसमा फेरि यति भाइको अब भोलि मेरो पालामा गर्नु। भोलि भिडियो कलले गरिदिन्छ नाटक राम्री कोई यो बता दीदी कतिला सजी भान्जी आदल छ धेरै भइसक्यो दिदी अब भयो सबैको पालो राखेन छ मैले राख्दै हैन ड्रामा अब फेरि लगाइदिनु हैन मैले हैन राख्नु भन्नु ल गौरव दाइ
थोरै लगाए नि है खाली ठाउँ पुर्दै होइन अब अनिसालाई नदल्ले न दिदी त्यस्तरी ख्याल किन दुःख दिनु भनेर गडेजले गडेज यता अनुहार देखाऊ यता देखाऊ रे अनुहार पुरानो भएर हो मामाहरू तरकारी बनाइरहनु भएको छ यहाँनिर पुरोहितले पूजा गरिरहनु भएको छ यो चाहिँ जग्गी यहाँ कपाल केलाउँदैछु चलाउँदैछु यो कपाल पुरै जान्छ 3 महिनादेखि पालेको हेर्नुहोस् त सक्नुहुन्छ यत्रो लामो कपाल काट्नु पर्छ अब काटेको भिडियो पनि देखाउँला हजुरहरूलाई धुवाले रुम कि कपाल काटेको कारणले रुम भन्ने मैले सम्झिरहेको छु भुइँमा पर्न दिनु भएन त्यही रुमालमा चाहिँ अर्को त्यसै गर्नु अनि अन्त्य लानु मेरो त मामै आउँदा थम्किन्छ अनिखेर यसो त्यहाँ यसो मिसिन लगाइदिएछ हो ल भइगयो नि हो मिसिन लगाएर गरिदिनु अनिखेर पत्र गरेर काट्नु हो भयो त्यति धेरै काट्नु परेन त्यहाँ यहाँ काट्ने होइन यो उता पत्र गरेर काट्नु ल भइगयो ल जानु अब उता हर गङ्गे काशी गया कति तातो पानी नुहाउनु पायो है भान्जोलाई
एकचोटि अगाडि हेर्नु नि त ल अगाडि हेर्नु मरि है जिउतिर पानी गयो यो जाडोमा जिउतिर के थाहा मेरो क्यामेराम्यान चाहिँ छ खोइ मेरो त अगाडि पनि छ पछाडि पनि छ खोइ आउँदैन यता उतापट्टिबाट गर है खिच्छ है वरिपरि घुमा लाग्ने छैन क्या हो लास्टै दुखाए मामा लास्टै दुखाएको होइन यो कपालको फेरि भिजेको छैन अनि त्यहाँबाट के मारियो है मारियो साया खासै परेको छैन होला अनि दुखेको क्या होइन बिलेट खराब छ बिलेट खराब यत्रो आवाज आइरहेछ बिलेट नयाँ होइन के पुरानो हो बिलेट पुरानो हो बिलेट पुरानो हो नयाँ हो त के परेको बिलेट चाहियो बिलेट किन काट्दै काट्दै त त्यसले पनि काट्दैन हो अनि यो त्यो चर्चा गर्ने भने त पनि यो के भन्दा पनि पहिले कपाललाई चाहिँ त्यसरी चर्चा दिनु अलि भेट्नु पर्छ फेरि यस्तो थियो क्या जाडोको बेला फोटो पनि खिच्दिम है यिनै हुन् गर्मीमा नरम भएको हुन्छ काटिन्छ जाडो भएको छैन जाडो हुन्छ हामी बुढो मान्छे त भएको छैन त्यो गर्नु बाख्रा पाले छैन राम्ररी भिजा छैन होइन अहिले काट्नु ओ अलि तेर्सो पानी तपाईँ काट्नुहुन्छ होला दाली काट्न झन् म अलिअलि यो अलिअलि भिजेन भिजेको पनि छैन क्या अहिले भिजा छैन हुन्छ ढाडी जति नरम भयो त्यति काट्ने त हो नि धेरै राम्रो नभिजेको हो क्या मजाले मारेर भिजाउनु त लास्टै दुखायो है अलिकति पानी ल्याउनु पर्ने भयो भिजाइदिनु न स्याम्पू लाएर चाहिँ धुइदिनु पाएको नरम हुन्छ मुलायम हुन्छ काठो पर्दैन पानी ल्याउनु च्याम्पो लगाउनु हुँदैन त्यो भिजाउँदैन आजको नेत्रको कसलाई थाप्छ होइन काट्नु तपाईँले काट्नु अर्को प्लेट छैन होला नि त दुखाएको है माथि भिजेको रहन्छ क्या भान्दा भिजेको पानी ल्याउनु पर्ने हो पानी खोइ पानी लिन को गएको थियो अघि बुटुरु कुदै थियो त अलि झाड पार्न मन अझै हो यता चाहिँ भिजा रहेछ भिजाउनै पर्ने रहेछ दुखाउँदैन रहेछ हामीले दिन पाउने हो कि के हो मजाले हो मुखमा लाग्यो नेत्र पनि खर्दिन ल मुखमा पर्यो कपाल यहाँनिर कसले सुहाउनु भएको छ खायो खायो गरे काट्दै के गर्नु
सीमा त आफै दिन्छ कहिले मात्रै काटेको नि कपाल यो तरिकाले काटेको छैन कहिले ब्लेड लगाएकै होइन मैले मामा अनि उता नेत्रको काट्दिए हुने हो नि लक्ष्मी कताकै लक्ष्मी सरस्वती यहाँ दिदीको काम थियो होला लक्ष्मी किन नआएको त माथि गएको काम गराउँछु भनेर आएकै छैन यता अहिले होइन क्या भिडियो अनि खुट्टामा अनि दुईटा हात एउटै हैन यहाँ धेरै छ यहाँ केका नआउँछ त्यस्ता अबिरले यहाँ 4 चोटी नआउँछ आइफोन कता सकेन जिउमा पानी परेकै छैन तातो तातो लुगा कहाँ छ अब तेरा लुगा कहाँ छ लक्ष्मी भित्रको बाथरुमको तौली लिएर आउँछ बहादुर कामै छैन दक्षिण बाहुमा दायाँमा बाहु मुनि दायाँ बायाँमा दायाँ बायाँमा तन्डु अस्पुत्राएको यति हृदय छातीमा हृदय ल ल अब गोदान गर्नु पर्यो अब पैसा दिनु त गोदान गर्नु दुनामा 3 दुनामा राख्नु 3 राख्नु एकजनालाई होइन एकवटा भान्यो पनि छ दुईटाको एउटै हुँदैन तातै छ भिना जो अब त तातो भइसक्यो अघि पानी भाका थियो पनि राख्नु 3 दुनामा राख्नु यसरी बस्ने हो के अगाडि राख्नु है